हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो है। फेरि पनि स्वागत छ एउटा नयाँ भिडियोमा तपाईँलाई। आज चाहिँ मेरो यो भ्लग होइन, मेरो चाहिँ आज हल्का अर्को केही नयाँ टपिकमा चाहिँ आज मैले भिडियो बनाउन खोजिरहेको छु। आज चाहिँ मैले होइन आफ्नो भ्लगिङ सेटअपको लागि केही हल्का एउटा सानो पार्ट चाहिँ मैले, सानो पनि होइन, अगर त्यो भएन भने चाहिँ भिडियोमा चाहिँ हल्का मजाक कुरकुरा हुन्छ होइन, मजाक खराब हुन्छ। त्यही भएर चाहिँ मैले आफ्नो लागि केही मगाएको छु। त्यो चाहिँ आज त्यसको बारेमा चाहिँ हल्का हामीले चाहिँ वर्णन गर्नेछौँ। गाइज, मैले चाहिँ आज आफ्नो लागि एउटा वायरलेस माइक मगाएको छु। यो चाहिँ डिजिटेक कम्पनीको तर्फबाट रहेको छ। आज चाहिँ हामी यो माइकलाई चाहिँ अनबक्सिङ गर्नेछौँ। यसमा के पाइन्छ, के चिजहरू छ होइन, यसको क्वालिटी कस्तो छ, अनि यो चाहिँ मलाई कतिमा आयो भनेर चाहिँ यसको बारेमा चाहिँ हल्का केही वर्णन गर्नेछौँ। ल त गाइज, भिडियो ढिला नगरिकन चाहिँ त्योभन्दा पहिला चाहिँ गाइज तपाईँहरूले भिडियो चाहिँ एन्डसम्म हेर्नु होला, किनभने चाहिँ मलाई हल्का हेल्प हुनेछ। तपाईँहरूलाई भिडियो कस्तो लाग्छ त्यसै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। तपाईँले च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला गाइज, अनि भिडियोलाई लाइक अनि सेयर पनि गरिदिनु होला। अनि आफ्नो एउटा सानो कमेन्ट, भिडियो कस्तो लाग्छ त्यही हिसाबको चाहिँ कमेन्ट चाहिँ गर्न नभुल्नु होला गाइज होइन। ल त गाइज, भिडियो सुरु गरिहालौँ। ल त गाइज, हामीलाई चाहिँ यस्तो होइन, यस्तो खालको चाहिँ प्याकिङ मिलेको छ। एड्याप्टर, मोनिटर, इयरफोन्स दुईवटा होइन, अनि यो चाहिँ डिएसएलआर केबल, अनि यो चाहिँ डिएसएलआर क्यामेरामा पनि चाहिँ कनेक्ट गर्न सक्नुहुन्छ। 1/2 केबल भन्छ, यो चाहिँ केसमा युज हुन्छ मलाई त्यति खासै थाहा भएन। विन्ड मफ भनेपछि चाहिँ त्यो हामीले चाहिँ डेड क्याट भन्ने गर्छौँ, त्यसको लागि चाहिँ क्यामेरामा त्यो माइकदेखि माथि लाग्छ, त्यो पनि आउँदो रहेछ गाइज। ट्रान्समिटर अनि रिसिभर भनेपछि यसमा चाहिँ हाम्रो डिजिटेक कम्पनीको ब्रान्डिङ देख्न सकिन्छ। यसको मोडल नम्बर चाहिँ DWM101 यसको मोडल नम्बर रहेको छ होइन। रनिङ टाइम चाहिँ कति छ यसको? रनिङ टाइम, वर्किङ टाइम भनेपछि चाहिँ 10 to 12 आवर्स भनेको छ गाइज होइन। चलो यसलाई चाहिँ हामी ओपन गरिहाल्छौँ। मैले किनकि पहिले नै ओपन गरिसकेको छ गाइज होइन, मैले ओपन बक्स डेलिभरी राखेको थिएँ। यता चाहिँ हल्का स्क्याम हुने भएको कारणले चाहिँ मैले यो चाहिँ त्यो गरेको। भित्र चाहिँ यस्तो खालको बक्स आउँदो छ होइन, प्रिमियम क्वालिटीको छ गाइज होइन, राम्रो छ बक्स। ल त गाइज, यसलाई ओपन गरौँ है। ल त गाइज, हामीलाई चाहिँ यस्तरी हामीले चाहिँ यसलाई ओपन गर्नुपर्ने हुन्छ। ओपन गर्दाखेरि चाहिँ यसमा धेरै तरिकाको चाहिँ, मेनमा त हामीले यो देखिसक्यौँ होइन, ट्रान्समिटर, यो चाहिँ रिसिभर है। दुईवटा माइक, एउटा रिसिभर आउँदो रहेछ यसमा चाहिँ। यहाँ माथि पनि यसको एक्सेसरिजहरू पनि धेरै छ। युजर म्यानुअल गाइड होइन, यो पेपरको चाहिँ हामीलाई त्यति खासै जरुरत पर्छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यही पनि तपाईँहरूले चाहिँ आफ्नो कसरी युज गर्ने, के गर्ने भनेर चाहिँ यसमा पुरै गाइड गरेको हुन्छ गाइज। यसमा चाहिँ तपाईँहरू हजुरहरूको मर्जी है, पढ्न चाहे पढ्नुहुन्छ, नपढ्न चाहे नपढ्नु होला। अनि यो चाहिँ हाम्रो दुईवटा डेड क्याट दिएको छ गाइज होइन। विन्ड मफ भन्छ यसलाई चाहिँ हाम्रो होइन। विन्ड मफ भनिसकेपछि यो चाहिँ हाम्रो, चलो यो पनि हेरौँला। अनि यो अर्को स्टेप 1, स्टेप 2, यो चाहिँ कसरी, यो पनि युजर म्यानुअल गाइड हो गाइज होइन। यो चाहिँ 1/2 केबल भन्छ। यो चाहिँ सायद मलाई लाग्छ चाहिँ यो चाहिँ ल्यापटप वगैरामा चाहिँ युज हुन्छ जस्तो लाग्छ। एउटा इयरफोन, यो चाहिँ मोनिटरिङ इयरफोन भनेको छ गाइज। यसमा चाहिँ देख्न सक्नुहुन्छ होइन, मोनिटर भनेपछि तपाईँहरूले चाहिँ लाइभ सुन्न सक्नुहुन्छ गाइज है, भोइस कस्तो रेकर्ड भइरहेछ भनेर चाहिँ एउटा होइन। अनि यो चाहिँ डिएसएलआर केबल भनेको छ, यो चाहिँ दुईवटा दिएको छ। यो चाहिँ हामीले चाहिँ बाहिर किन्न खोज्यौँ भने चाहिँ यसलाई चाहिँ मैले भन्छु त गाइज, तपाईँलाई एउटा कुरा भन्छु, यो डेड क्याट यसले दिएको छ। यसलाई चाहिँ हाम्रो यता 400 देखि 500 इन्डियन करेन्सीमा 400 देखि 500मा चाहिँ एउटा मात्रै आउँछ। यहाँ चाहिँ दुईवटा दिएको छ गाइज बक्समै। अनि यो चाहिँ अर्को इयरफोन भइगयो होइन। यो चाहिँ हाम्रो आइफोनको लागि एउटा, फोनको लागि एउटा, यो चाहिँ कनेक्टर हुन्छ गाइज। यो चाहिँ रिसिभरमा लगाएर चाहिँ फोनमा लगाउने हो। अनि यो चाहिँ पाउच, यसमा चाहिँ हाम्रो सुगर टाइपको केही केमिकल हुन्छ क्या, जसमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यसले चाहिँ ज्यादा बासबुस मार्न दिँदैन। ल त गाइज, अब चाहिँ हामी मेनमा चाहिँ अब हाम्रो जो मेन चिज हो माइक्रोफोन, ट्रान्समिटर माइक हुन्छ। यो चाहिँ यो पनि ट्रान्समिटर भइगयो होइन। अनि यो चाहिँ रिसिभर हुन्छ गाइज होइन। यो पनि उतारेर देखाउँछु तपाईँलाई। वाउ,
ल गाइज है एकचोटि है वाउ यो पुरै भइसक्यो गाइज हैन। यो चाहिँ हाम्रो यसको पछाडि ब्याक साइडमा चाहिँ हाम्रो म्याग्नेटिक क्लिपहरू छ गाइज हैन। धेरै पावरफुल छ यो चाहिँ हेर्नुहोस्। तपाईँले चाहिँ कलरमा लगाउँदाखेरि हैन कतै पनि लगाउँदाखेरि चाहिँ यो खस्ने चान्स चाहिँ छैन। यो चाहिँ ट्रान्समिटर म तपाईँलाई चाहिँ एउटा अनि हाम्रो डेड क्याट पनि लगाएर देखाउँछु। हामीलाई विन्डमफ भन्दो रहेछ, मैले चाहिँ डेड क्याट भनेर चाहिँ चिन्छु हैन। यसको बिचमा चाहिँ हेर्न सक्नुहुन्छ गाइज हैन, यस्तो टाइपको लक लागेको छ हैन। यो लक चाहिँ लगाएर चाहिँ यसलाई चाहिँ रोटेट गर्नुपर्ने हुँदो रहेछ, बुझ्यो हुन्छ। यो ट्रान्समिटर यहाँनिर चाहिँ यो माइक हाम्रो मेन चाहिँ हैन, यो दुईवटा क्लिप चाहिँ यहाँभित्र फसाएर चाहिँ यस्तो गरेर चाहिँ यसलाई लक गर्नुपर्ने हुन्छ, टक्क मिलाएर है। यो चाहिँ लागिसकेको छ गाइज, देख्न सक्नुहुन्छ हाम्रो माइक तयार भइसकेको छ। यसको चाहिँ पछाडिपट्टि यहाँनिर चाहिँ पावर बटन हैन, यसले चाहिँ म्युट पनि हुन्छ होला सायद हैन। यतापट्टि प्लेन छ, यतापट्टि चाहिँ टाइप सी, यसको चाहिँ चार्जिङ पोर्ट रहेछ गाइज यो हैन। यसलाई चाहिँ तपाईँले हल्का लङ प्रेस गर्नु भने चाहिँ अन हुन्छ, देख्न सक्नुहुन्छ गाइज हैन। अनि हाम्रो चाहिँ यो रिसिभरलाई पनि अन गरेर चाहिँ यसलाई पनि अन गरेर चाहिँ हैन तपाईँले यो चाहिँ लगाउनु पर्ने हुन्छ। हाम्रो आइफोन र एन्ड्रोइडको लागि दुईवटै छ, देख्न सक्नुहुन्छ गाइज हैन। यो आइफोनको लागि भइगयो हैन, यो चाहिँ एन्ड्रोइडको लागि टाइप सी पोर्ट छ। चलो हाम्रो चाहिँ फिलहाल चाहिँ एन्ड्रोइड नै छ, हामी त्यसमा चाहिँ काम चलाउने छौँ। अनि यो चाहिँ सायद यसरी नै लाग्छ होला यहाँनिर। अब तपाईँको यो चाहिँ फोनमा लाग्छ है। म एकचोटि तपाईँलाई यसको क्वालिटी चेक गराउँछु गाइज है। यो चाहिँ मेरो माइकबाट नै आएको छ भोइस हैन। यसमा चाहिँ मैले एउटा चाहिँ मैले डेड क्याट लगाएर चाहिँ युज गरिराखेको छु, यसमा चाहिँ डेड क्याट लगाएको छैन। यसको चाहिँ हाम्रो रेन्ज 100 मिटर रेन्ज भनेको छ गाइज हैन। यो चाहिँ हामीलाई यसको प्राइस पनि बताउने छु म लास्ट चाहिँ तपाईँलाई एकचोटि। अगाडिको चाहिँ मेरो नर्मल भोइस थियो, यो चाहिँ मेरो यो माइकको चाहिँ भोइस हो, माइकबाट आएको चाहिँ कतिको रिफाइनिङ भोइस छ, कतिको क्लियर भोइस छ, तपाईँहरूले एकचोटि चाहिँ भन्नु होला गाइज हैन। किन भन्नुहुन्छ भने चाहिँ योबाट पनि हैन माइक चेक यो चाहिँ मेरो विदाउट डेड क्याट, यो चाहिँ मेरो विथ डेड क्याट। तपाईँले चाहिँ दुईवटा मध्ये चाहिँ केसको चाहिँ राम्रो भोइस मान्नुहुन्छ। यसमा नोइज क्यान्सलेसन पनि छ भन्छ हैन। यो चाहिँ कस्तो हिसाबको रहेछ त्यो पनि एकचोटि मलाई पनि यति सेटिङहरू थाहा छैन, मैले पनि भर्खरै मगाएको, भर्खरै डेलिभर भयो यो मगाउने चाहिँ। यो चाहिँ मलाई इन्डियन रुपिजमा चाहिँ 5399 रुपिजमा चाहिँ मलाई यो मिलेको हो, यताउता हैन अफर लगाउँदाखेरि चाहिँ। ल त गाइस तपाईँहरूको चाहिँ यति नै थियो हैन। यो भिडियोको मेरो पर्पज चाहिँ यति नै थियो। तपाईँहरूलाई भिडियो कस्तो लाग्छ के लाग्छ चाहिँ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। भिडियो मन परेको भए च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक अनि एउटा सानो कमेन्ट पनि छोड्न नभुल्नु होला। यो चाहिँ मेरो टेक च्यानल होइन हुन चाहिँ हैन, तर पनि ठिकै छ। मैले आफ्नो एउटा मगाएको हुनाले चाहिँ तपाईँहरूलाई चाहिँ यो देखाइहालौँ त हैन। तपाईँहरूलाई चाहिँ किन्दाखेरि चाहिँ हल्का तपाईँहरूले पनि यो कस्तो लाग्छ, यसको भोइस कस्तो लाग्छ भनेर चाहिँ तपाईँहरूलाई हल्का केही अलिकति केही चाहिँ अन्दाजा होस् के हैन, कस्तो टाइपको कुन ल्याउँदा मलाई ठिक होला भनेर भन्नुहुन्छ भने चाहिँ यो तपाईँको लागि एउटा बेस्ट अप्सन हुनसक्छ। ल त गाइज आजको लागि भिडियोमा चाहिँ यति नै। फेरि अर्को हामी चाहिँ ब्लगमा भेट हुने नै छौँ, त्यतिखेरसम्मको लागि चाहिँ बाइ।